हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु, मेरो बेबी पनि सन्चै हुनुहुन्छ। हेलो भन, हेलो भन्छु। हेलो सबैजनालाई नमस्ते नमस्ते भने खै त हेरेको। आज धेरै दिन बाद भ्लग बनाउन लागिरहेको छु गाइज। किप सपोर्ट, भ्लग हेरिदिनु होला। त हेर्नु होला। टाको हल्लाउँछ नहेरे किन क गर्न जानी नजानी स्कुलमा कख गर्न जाने भोलि पछि क गर्न जानी नजानी लो है त गाइज। अनि कालिम्पोङ चोकमा हिउँ परेको छ, घुम्न आइदिनु होला। मैले सैलुङमा आएको छ। मैले थोरै भिडियो बनाउँछु, त्यो राख्छु, त्यो हेरेर आउनु होला है। हेरेर आउनु होला। कियान बेबीलाई पनि भेट्नु होला। कालिम्पोङ चोकमा हिउँ पर्यो है गाइज। घुम्न आउनेले आजभोलि आउँदा हुन्छ। हिजो बेलुका परेको हिउँ चाहिँ ल यो बजारदेखि नै दोलखा बजार, यो चरिकोट बजार, ल टक्क यहाँ चाहिँ कालिम्पोङ चोकमा हिउँ पर्यो। कालिम्पोङ चोकमा हिउँ पर्यो। यता सैलुङमा नि परेको छ। सैलुङमा पनि परेको छ। यो माथि त्यो टुचुरोमा सेतो सेतो भाडामा। मेरो यस्तै छ पारा। मेरो दुश्मन छ धेरै, हामी हेरेको हेरे। यस्तो दामी भ्यू आइरहेको छ कि यस्तो छ है विकासको गति बढिरहेछ अगाडि। भिर हान्ने, ढुङ्गा फुटाउने, मस्त काम गर्ने। यो त खेततिर चाहिँ अलिकति ढलान भइसक्यो गाइज, क्षेत्रपाको बाटो। यस्तो छ है सलल। ढलान भएपछि अच्छा हुँदो रहेछ त। यतिसम्म मात्रै हो, यो खोलासम्म मात्रै। माथि कालिम्पोङ चोकमा अहिले चाहिँ तुवालो लागेर देखाएको छैन। बिहानको भिडियोमा दामी देखाएको छ, हेर्नुभयो होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। हेरिदिनु होला, साथ सपोर्ट गर्नु होला, लाइक गरिदिनु होला। च्यानल नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न नभुल्नु होला। किप द लाइक, किप द बेल आइकन। साकला बिन्दु। अर्को दिन भेटौँला, अर्को ब्लगमा भेटौँला।
ए यो चाहिँ मेसिन बाँसमाथि चढाएर लगेको रहेछ क्या अरे ढलान त जोगाउनु पर्यो ओके छ त